नमस्कार रौतहट 4 का मतदाताहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू। यस पटकको निर्वाचनमा तपाईले मलाई जुन मत दिनुभयो त्यसको म उच्च सम्मान गर्दै तपाईहरुप्रति आभार प्रकट गर्न चाहन्छु र रौतहट 4 को जनताको समस्या समाधान गर्न म जीवनभरि बाँचुन्जेल लाग्नेछु, तपाईलाई साथ दिन्छु। गरिब निमुखा जनता धेरै छन्। मेरो एउटा एजेन्डा छ, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन। निशुल्क पैसा नहुनेले अब पढ्न पाउनुपर्छ, उपचार गर्न पाउनुपर्छ भन्ने मेरो अभियान जारी रहनेछ। रौतहट 4 का मतदाताहरूले राष्ट्रिय जनता पार्टीका उम्मेदवार गणेश पौडेललाई विजय गराउनु भएको छ। उहाँलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु। उहाँलाई पनि म भन्न चाहन्छु, अब धेरै किसिमका समस्याहरू छन् रौतहटमा, त्यसलाई समाधान गर्न तपाई सक्रिय हुनुस्। तपाईलाई मेरो सहयोग र समर्थन रहनेछ। म यहाँको जनताको समस्या समाधान गर्न आएको हुँ। म चुनाव हारे पनि कहिल्यै पनि यहाँको जनतालाई बिर्सने छैन। यहाँको जनताको सेवा गर्न म 24 घण्टा तल्लीन रहनेछु। बिरामीहरूको उपचार गर्नेछु, निमुखा जनता, गरिब जनतालाई साथ दिनेछु र युवाहरूलाई रोजगारीको लागि मैले पहल गर्नेछु र किसानहरूलाई बिउ र मल दिनेछु। त्यसमा पनि म कुनै कसर बाँकी राख्दिन। म जनताको काम गर्न आएको हुँ। मैले जीवनभर जनताको लागि काम गर्नुपर्छ भन्ने एउटा सोच र चिन्तन र सकारात्मक दृष्टिकोण राखेको छु। त्यसैले अब रौतहटका जनताहरूका समस्या समाधान गर्न म फेरि पनि सक्रिय रहनेछु। जनतालाई नै म भगवान सर मान्नेछु। म जनताको मान्छे हुँ, हुँ मान्छे हुँ। म जनताको सेवा गर्न जन्मेको मान्छे हुँ। त्यसैले रौतहटमा आएँ, धेरै समस्या मैले बुझेँ। जनताले मलाई माया गरेर जति मत दिनुभयो त्यसको मैले सम्मान गर्नै पर्छ। म आभारी छु र आज देशमा एउटा उल्लासमय वातावरण बनेको छ। राष्ट्रिय जनता पार्टीले करिब 2 मतको सरकार बनाउँदैछ। बालन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ। मैले मधेसकै भूमिमा आएर 5-6 महिना अघि भनेको थिएँ, अब मधेसबाट एकजना व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर। मैले जे भनेको थिएँ त्यही भयो। बालन शाह यो देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ। मलाई 2 मतको समर्थन छ र अब देशमा भ्रष्टाचारीलाई कारवाही गर्नु छ, सुशासन चाहिएको छ, डेलिभरी चाहिएको छ, विकास निर्माण तीव्र गतिमा गर्नु छ, युवाहरूलाई रोजगारी दिनु छ, जनतालाई खुसी राख्नु छ र आमूल परिवर्तन गर्नु छ। जनता परिवर्तनको पक्षमा छन्। ठुला दलले केही पनि गरेनन्। 35 वर्षमा देश बिगारे, भ्रष्टाचार गरे, कुशासन